अहिलेसम्म हाम्रो बाइकहरूमा प्रब्लम धेरै आएको थियो अनि आज चाहिँ फर्स्ट टाइम यस्तो समस्या आइरहेको फर्स्ट टाइम भन्दा नि यस्तो समस्याहरू टाइम टाइममा आइरहेको छ किन कस्टमर हेरेर हुन्छ होइन। अझै टायरमा समस्या आइरहेको छ होइन। समस्या कस्तो छ भनेपछि तपाईँको यो बाइकमा स्ट्राइकरको टायर हो होइन, टिभिएसको टायर लगाएर आएको थियो होइन। अब बाइकवालालाई टायर हाल्नु पर्ने भयो किन हिजो पुरै खत्तम हालतमा आएको थियो बाइक। अनि कस्टमरलाई हामीले सम्झाएका थियौँ होइन, अब तपाईँको युरोगिरीको टायर हाल्नु होइन, राम्रो टायर खोजेको थियो त्यसले नराम्रो टायर खोजेको त होइन हो कि नै, राम्रै खोज्यो हो। तर हामीले युरोगिरीको टायर देखायौँ त्यसलाई होइन, त्यसमा चाहिँ अपोलोको टायर पनि देखायौँ। अनि उसले भन्छ उसलाई कुन टायर चाहियो अरे, टिभिएसको नै टायर चाहियो अरे होइन। यो टिभिएसको टायर यही पनि तपाईँको अहिले सोरुममा पनि छैन होइन, बिचारा कस्टमर होइन यही टायर खोजेर अब कहाँ जाला भन्ने भइरहेको छ कि नै। बिहान 1.5 घन्टा पहिला गएको टायर खोजेर उहाँसम्म आएको छैन। त्यसलाई हामीले भने यो टिभिएसको टायर लिएर आउनु, बाहिरबाट लिएर आउनेपछि हामी हाफ फिट गरिदिन्छौँ, फिटिङ चार्ज पनि लाग्दैनौँ भनेको छौँ त्यसलाई त अहिले। अनि त्यसपछि त्यसले अरू टायर ल्याउनु भयो भने चाहिँ अरू टायर चाहिँ नलिएर आउनु होला, राम्रो टायर हामीहरूसित छ, युरोगिरीको छ। अनि तपाईँसित हामीहरूसित यो टायरहरू अपोलोको टायरहरू पनि छ होइन। यस्तो कस्टमर छ मान्दैन के, टायरै हाल्न मान्दैन क्या अरू कम्पनीको, बस उसलाई टिभिएसको नै टायर चाहियो अरे के। तपाईँ भन्नु न टिभिएसकै टायर हाल्नु राम्रो हुन्छ होला कि। अब यसमा अपोलोको टायरहरू पनि छ, तपाईँले थाहा होला होइन अपोलो ब्रान्ड भन्ने कस्तो होइन। यस्तो छ समस्या, सधैँ बाइकहरूमा आएको थियो आज टायरमा आइरहेको छ किनकि यो समस्या टायरको होइन, समस्या कस्टमरको समस्या। यस्ता कस्टमर चाहिँ धेरै आइरहेको छन् हाम्रो ग्यारेजमा।